निर्वाचनमा खटिनुभएको कर्मचारीहरूले हजुरहरूलाई सम्पूर्ण विवरण भरेर 2 वटा मतपत्र दिनुहुन्छ। एउटा रातो रङले लेखिएको हुन्छ, त्यसलाई हामी प्रत्यक्षतर्फको उम्मेदवारलाई मत दिनको लागि बनाइएको मतपत्र हुन्छ। अर्को कालो रङले लेखिएको मतपत्र हुन्छ, जसलाई हामी समानुपातिकतर्फ मत दिनको लागि बनाइएको मतपत्र हुन्छ। यसरी प्राप्त मतपत्रमा पहिला तपाईँले एउटा कुनै मतपत्रमा छाप लगाउनु पर्ने हुन्छ। मानौँ तपाईँलाई कुनै एउटा उम्मेदवार मन परिरहेको छ भने उक्त उम्मेदवारको चुनाव चिन्हमा स्वस्तिक छाप लगाएर आफूलाई मनपर्ने उम्मेदवारलाई भोट दिन सक्नुहुन्छ। प्रत्यक्षतर्फ र समानुपातिकतर्फ दुवैतर्फ यसरी नै भोट दिनुपर्ने हुन्छ। एउटै मतपत्रमा हजुरहरूले 2 वा 2 भन्दा बढी ठाउँमा छाप लगाउनु भयो अथवा स्वस्तिक छाप लटपटियो भने तपाईँको भोट बदर हुन्छ अथवा तपाईँले दिनुभएको भोट गणना हुने छैन। त्यसैले भोट दिँदा सहीसँग ठिकसँग भोट दिनुपर्ने हुन्छ। त्यसपश्चात मात्र तपाईँको भोट काउन्ट अथवा गणना हुने गर्दछ।